होला यहाँ पकाउँदै गरेको गर ल तेल खार्दै गर्नुहोस् ल। हेलो साथीहरू, हेर्नु न आज भाइले बुहारी भित्राउँदैछ हो। मसला पिसी सबै गरिसके, अब पकाउनु मात्रै बाँकी छ साथीहरू ल। अब बफको मासु बनाउनु आँटेको है। बफको मासु बनाउने कुक चाहिँ उहाँ हुनुहुन्छ, मेरो हस्बेन्ड है। हामी चाहिँ एकदम चुलामै बनाउँछौँ। यता दाल पनि बनाउँदैछु हो। यता दुध पनि पकाउँदै, यता सुँगुरको मासुको लागि यहाँ हो साग छ। के अरे यता बेहुलीको दिदी है यो चाहिँ। अब बफ बनाउनु लागेको हो। मसला रेडी भयो। कुक चाहिँ आफ्नै बुढा परे है साथीहरू। अबको चलाउनु न आधी घन्टा बादमा पाक्छ। 45 मिनट 1 घन्टा है। हाम्रो स्वतन्त्रको आज बिहा जस्तै हो, तयारी हुँदैछ, धमाधम चल्दैछ हो। यहाँनिर सबैले है बिजी छ। यो हाम्रो भेना, एलेम भेना, माइली भेना परे उहाँ चाहिँ गोलफिङ्गर बनाउनु हेल्प गर्नुहुँदैछ हो। अब सुँगुरको मासुको बनाउनुको लागि तयारी हुँदैछ हो। यहाँ यता बुहारीले चिया बनाउँदैछ हाम्रो लागि स्पेसल हो। लु आज त सबै बिजी छ है, खुसीले गदगद छ। घरको आमा चाहिँ बरु रुँदैछ कि। सानो यो मन्जुलीको छोरा पनि छ यहाँ। यता हेर न, यता हेर न, यता हेर पूजनको छोरी, यता हेर न। बेहुलाको बाउले चाहिँ यहाँ के गर्दै रहेछ हो। यहाँ उयो गर्ने चिया कम्ती भयो है। हाम्रो चाहिँ कमाने कप हौ। हाम्रो नानाले चाहिँ सुँगुरको मासु पकाउनु हुँदैछ। आजको चाहिँ कुकै भयो। ठिकै छ त। कसलाई खानु मन लाग्यो होला साथीहरू, पुरा मिस गर्दैछु नि खास साथीहरूलाई। यो देख्दैछ हातले छ होला, तर हातले सानो चन्दाले त के गर्दैछ त। बङ्गुरको मासु पाक्यो है। बङ्गुरको अब 1 घन्टा बाद पाक्छ है। ल फेरि अर्को कुक थपिएको छ है। ल हाम्रो गाउँ बस्ती कमानको उयोहरू चाहिँ यस्तो हुन्छ। हामी चाहिँ यस्तोतिरै मात्रै पकाएर खान्छौँ हो। यता बुहारी, यता भाउजू चाहिँ लजायो। अब साँझ पर्न लाग्यो हो। अब बेहुला बेहुलीमा अब ल्याउने बेला भयो। धमाधम चल्दैछ। र के भनेदेखि होइन, यहाँ हाम्रो आज सौन्दर्य परिवारको घरमा होइन शुभ कर्म ज्योति दाजुको छोराले बुहारी नामनिक लिएर आएछ होइन। अब हाम्रो थिममा देखाउँदै हुँदैछौँ होइन। र अब म सर्वप्रथम के भन्छु भने म सौन्दर्य परिवारहरूलाई
माफी माग्दै होइन मैले सुरु गरेँ भन्नु अन्त मामा माइजूलाई पनि ल जाने भोलि गरिदिने हो होइन र अब के हो भनेदेखि अब छोरा बुहारी आइपुग्यो त्यति बाहिर राख्नु मिलेन त हामीले त मिलेन भोलि दिनमा फेरि मान्छेले अम्लाउला ज्योतिले बाहिर छोरा बुहारी आएको थिएछ त्यति गऱ्यो यो चाहिँ अब हाम्रो संस्कार हो हाम्रो किराँतको नेपालीहरूको हामी यो संस्कार भित्राउनै पर्ने र भित्राउँदाखेरि चाहिँ के हो भनेदेखि लस्करे होइन यो उयो दुईजना आमा र बाउ त यो चामल अलिक टिपा त भाउजू पर्साउनु पर्यो तिमीले टिपा र यो चामलले पर्साको के कारण भने अब हाम्रो छोरा बुहारीलाई त्यति टाढोबाट आएको होइन भूत प्रेतहरूले विचेतहरूले पछाएर आएको छ कि भनेर यो भूत प्रेत उनीहरूको जिउमा भूत प्रेत टाँसेर आएको हुन्छ होइन यति बेला शुभ उयसमा र भूत प्रेतलाई भगाउनुको लागि चाहिँ यो हामीले आज चाहिँ अक्षता अब सन्तानहरूले चाहिँ अब यहाँभित्र अहिले टिका लगाउने सन्तान सुरुबाट होइन र फौजी बुहारीलाई ताना नि त बुहारी अगाडि आऊ न भन्छ एकछिन समाउत हात समाउत लु दाहिने खुट्टा अगाडि दाहिने 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 कुन छ पलास खै त्यो लैजाउँ न त पलास खै भित्र लोखण्ड लोगनी पनि बसिहाल्छ बेहुला बेहुली पनि आइपुग्यो हाँसे अँधेर अनुहार चाहिँ नबनाइ ला छोरी लगाइदिइसकेको तँ चाहिँ भागेर कहाँ आइदिस् अरे बम्बई दिवानको सम्झानु नि अन्त उयो चाहिँ आमाले टोपी लगाइदिँदैछ है छोरालाई अस्ति क्या त अन्त यसले त त्यहाँ लु अब हतारमा पर्यो है म त नोट पनि देखाइदिन्छु है कति कति दिँदैछन् अलिक बेसी बेसी दिनु पर्यो है चामल किन्ने म आधी सुन आधी पितल कहाँ राख्नु गोजी छटिन्छ राख्दै गर्न योभन्दा ज्यादा ज्यादा पैसा चाहिन्छ हो अहिले केही होइन है अब बुहारीको चाहिँ कपाल अलिकति पन्साउनु पर्यो बेपाला पैसाहरू चाहिँ झर्छ व्यक्तिले हाल्दै गरेर पैसाहरू खतम दिइन उयो भेनाल दिँदै थियो नि मलाई खै भेना आज त लगाइदिनु पऱ्यो नि अब भोलिको दिन त अलिकति भए पनि कराइराख्नु पऱ्यो हो आज त अझै इज्जत दिइराख्नुपर्छ हो आज त बेहुला नि त राजा हो राजा है आज हुन्थ्यो राजा र रानी हो ए भाइ ऊ भाइ नाना आएछ ए नाना भन न आज खुसी भएको रे लै लै भिडियोमा नोट हेर्दैछ है यो चाहिँ हाम्रो बाङा भाइको गोरे भाइको चाहिँ आफ्नै कान्छा काका लै मैले उयो गरिदिँदैछु है साइनो पनि मैले भनिदिँदैछु है कान्छा काका मिस्टर समीर बाङा के भन्नु रहेको साह्रै भनेर आउँदैन पनि आशीर्वाद दिनुहोस् न ढक्कै अब यस्तो अहिलेसम्म अन्य केटा भन्दा पनि फ्री हो फेरि लो भयो अरे आउनु भन्नु चाहिँ राम्रो गरी खानु राम्रोसँगले उयो गर्नु होइन
त्यहाँबाट चाहिँ अब कुरा अरू के भन्नु पनि जान्दिनँ भिडियो त लामो कम्ती कम्ती मात्रै बाङ्गाले नोट झिक्दा त गोरे त खुसी भयो त अझै लजाको लजाक हेर न फेरि बेहुला भुत्तुकै भइसक्यो हामीलाई त यहाँ भुइँ सोरेर ढोक्नुपर्छ त माइतीहरू अब यहाँ ढोकाउँछु नि म नसुर्ताउनु कहाँबाट चाहिँ बसिरहेको थियो त अन्त उतापट्टि यहाँ किचनमा थियो त यता चाहिँ साइला मामा बेहुलाको साइला मामा पर्यो कान्छा मामा चाहिँ आउनु सक्नु भएन यता चाहिँ माइजू पर्यो साइली माइजू है ढोक्दाखेरि भयो त टिका त लगाएको छैन नि त देवार लागि चाहिँ अरू त को छ टिका लगाउनु छैन लोकण्डी चाहिँ मेरै छोरी है ठुलो छोरी सानो ल्याएर आज ठुलोको ल्याएर यता बाङा पर्यो माइला बाङा बेहुलाको बडा माइला बडा यता छना यता हाँसिदिनु त छना मेरो चाहिँ छना बाहिर पनि खिच्नु पर्यो एक त देख्दैन त रहेछ अँधेरो पैसा म त मैले 1 बजी आएको त म त यता चाहिँ बेहुलाको सन्तानहरू पर्यो है सायद दाजुहरू काका काकीहरू होला है त्यो चाहिँ मलाई त्यति याद भएन खोइ दाजु चिनाइदिनु पर्ने दाजु खोइ ज्योति बाङ्गाहरूको चाहिँ सोल्टिनी पर्यो है गरिहाल्यो बाजेर जुझेर हुँदैन आमा बाउ खुसी राख्नु सासू ससुरा खुसी राख्नु र त्यो चाहिँ बुहारीको जिम्मेवारी हो मिलाउनु ओर्नु तिम्रो जिम्मेवारी चाहिँ अब चाहिँ उहाँ चाहिँ मेरो ड्याड हुनुहुन्छ मेरो पापा मिस्टर सुभाष राई भन्नुभएको छ घरै आमा उठेर काममा गइसक्छ छोरा बुहारी 9 बजी उठेर फाइदा के भयो यताबाट झन् कालो पाउँदो रहेछ ब्ल्याक 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 यता कान्छा बाङा बेहुलाको बडा यता बेहुलीको बेहुलाको बडी आमा उसको बुहारी चाहिँ हाम्रो बुहारी को हो छोरी यो छोरा चाहिँ अब ड्युटी गएछ घर गयो देखेन छनाको हाम्रो मेरो सन्तानहरू भयो यता के भन्छस् देमा यता बेहुलाको बडी पर्यो यता बेहुला र बेहुलीको चाहिँ यहाँ बडी पर्यो है
अझैले सबै गर्छ यता चाहिँ भेना पर्यो बेहुलाको हो सालो आमा अप्पो रहेछ मैले त देखेकै छुइनँ लै लै छिटो 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 लै लै चोट लामो भयो है आजको बिहान 10-11 बजी आएको फेरि बुवाले फोन त गरे पकाउँदै गरेको पऱ्यो तेल खार्दै गर्नुहोस् ल हेलो साथीहरू हेर्नु न आज भाइले बुहारी भित्राउँदैछ हो मसला पिसी यी सबै गरिसके अब पकाउनु मात्रै बाँकी छ साथीहरू ल यी अब बफको मासु बनाउनु आँटेको है बफको मासु बनाउने कुक चाहिँ उहाँ हुनुहुन्छ मेरो हस्बेन्ड है हामी चाहिँ एकदम चुलामै बनाउँछौँ यता दाल पनि बनाउँदैछु हो यता दुध पनि पकाउँदै यता सुँगुरको मासुको लागि यहाँ हो साग छ के अरे यता बेहुलीको दिदी यो चाहिँ कोपी ल्याइन लाउनु मान्दैन छोरा